नमस्ते सम्पूर्णलाई मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। देख्न सक्नुहुन्छ म यहाँ कहाँ आइपुगेको छु, जंगलतिर कुरिलो खोज्न। तर अहिलेसम्म चाहिँ मैले एउटा पनि कुरिलो पाएको छैन। गाइज यस्तो छ जंगल, यहाँबाट सिधै चिप्लियो भने खुट्टा वहाँ पुगिन्छ। सो रिस्की छ क्या बाटो चाहिँ। यतातिर पहाडतिर यस्तै छ जंगल जंगल जंगल। घरको त नाम निशानै छैन साथीहरु। मेरो युट्युब च्यानल तपाईहरुलाई चाहिँ मन पर्यो भने, मेरो भिडियो मन पर्यो भने मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब, लाइक, कमेन्ट, शेयर गरिदिनु होला साथीहरु। यस्तै भिडियो चाहनुहुन्छ भने तपाईले म फेरि यस्तै भिडियो चाहिँ देखाउन सक्छु। यहाँ घरको निशानै छैन, जंगलै जंगल छ। यता बाटो पनि यस्तै झाडीबाडी छ। गाइज हेर्न सक्नुहुन्छ, मैले एउटा पनि टिपे छैन अहिलेसम्म। म्याडमको हातमा चाहिँ छ। त्यो त उ जस्तै हुँदो रहेछ नि, काडा जस्तै। हजुर ए त्यहाँ छ। यहाँ म त यता जाने हो तल। यस्तो बाटो छ, यतातिरको बाटो धेरै अप्ठ्यारो बाटो छ। मैले चाहिँ यस्तो भ्लग तपाईहरुलाई चाहिँ यस्तो ठाउँ, यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने धेरै सबैजनाले मन पराइदिनु होला अनि लाइक, कमेन्ट, शेयर गरिदिनु होला साथीहरु। है साथीहरु, गाइज मेरो च्यानललाई सबजनाले मन पराइदिनु होला। हेर्न सक्नुहुन्छ यहाँ बाटो कस्तो छ, बाटो जंगलै जंगल छ। यहाँ नाम निशान घर छैन गाइज। एउटा त्यो मन्दिर हो त्यो म्याडम। यही बनाउन आउनु भएको थियो अस्ति ए त्यति जात्रै टाढो रहन्छ है। यहाँ बल्ल केरा भेटाएको छ। यहाँ केराको बोट तराई जस्तो यहाँ हेर्न यस्तो बाटो छ गाइज। यस्तो बाटोमा चाहिँ हिँड्न पनि बानी हुनुपर्छ। बल्ल बानी भएछ मलाई हिँड्नलाई। सो म हिँड्दैछु तपाईहरुलाई यस्तो भिडियो बनाएर देखाइरहेछु। सिधै उकालो छ कि सिधै ओह्रालो छ भाइ, म त अझैसम्म चिन्नै सकेको छैन। कहाँ छ के कुरिलो एउटा पनि भेटेकै छैन। त्यो जात्रै भित्र नजानुस् के म्याडम, त्यो काडा साडा हुन्छ। यस्तो छ बाटो, यहाँ यस्तो डेन्जर बाटो छ। हेर्न सक्नुहुन्छ साथीहरु। ओके, यहाँबाट हेर्नुस् कस्तो राम्रो भ्यू छ। ओके, मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद, बाइ बाइ।